सामान्य मानिसले बनोट मात्र हेरेर सुरक्षित र विषालु छुट्याउन सक्दैनन्। थोरै गल्ती भए पनि जीवनघातक विषाक्तता हुन सक्छ। त्यसैले यसलाई खानुअघि विशेषज्ञको स्पष्ट पहिचान अनिवार्य हुन्छ। अनुभवी संकलकले मात्र सुरक्षित रूपमा उपयोग गर्न सक्छन्। यदि थोरै पनि शंका छ भने नखानु नै उत्तम हुन्छ। के भन्ने ल भन्नु न त। जुगाल टोकी टोकी हामी चाहिँ अब फुलचोकीमा च्याउ खोज्न आएका छौँ। ल ल त्यो कुन च्याउ रे जेके सर एकचोटि एक्सप्लेन गरिदिनु त। अमानिटा हेमिबफा हजुर यो खाना हुने च्याउ नै हो। हजुर यो फुलचोकी यो डाँडामा प्रशस्त मात्रामा पाइन्छ। यो भक्तपुरको शिवदल पनि पाइन्छ। शिवदल पनि पाउनु भएको थियो। त्यो गाउँ चाहिँ यसलाई सूर्यमुखी च्याउ भन्दो रहेछन् शिवदलमा। तर ठाउँ अनुसारको नाम फरक फरक हुन्छ। यो गाउँमा चाहिँ यो शिवदल गाउँमा चाहिँ यसलाई सूर्यमुखी च्याउ भन्दो रहेछन्, सूर्य जस्तो आकार भएको हुनाले। बहिनी नाम चाहिँ एमानिटा हेमिबफा हो।